कहाँ जाँदैछौँ? हामी आज जाँदैछौँ कारिरो दो मोन्ते भन्ने ठाउँमा, जहाँ चाहिँ यहाँको ट्रेडिसनल तरिकाले ड्राइभरहरूले हटाउन यो घरबाट पनि निस्किया छ जतिखेर पनि टिकटक चलाएको छ। के हो पारा? वाट इज दिस बिहेभियर? यो राख्दिनु न, जहाँ राखे नि हुन्छ। यो के राख्ने यो सकाउन सक्दैन यसरी। यो ज्याकेटको चेन लाउनु पर्छ। चेन लगाऊ। बिहानको 10:41 भयो, इन्टरनेट छैन मोबाइलमा। अन्दाजमा घरबाट हेरेको म्यापमा जाँदैछु मोन्तेमा, कारिरो दो मोन्ते। त्यहाँको बारेमा भन्नुपर्दा चाहिँ मैले बुझेको चाहिँ खासमा यहाँ फुन्चल तलबाट केबल कार चढेर माथि जाने, अनि माथि गइसकेपछि त्यहाँ के गार्डन छ कि के गार्डन, मोन्ते गार्डन होला, त्यो गार्डन घुम्ने, अनि झर्ने बेलामा चाहिँ त्यो कारिरोबाट झर्ने हो कि खासमा चाहिँ। त्यसमा चाहिँ कप्पलको 35 हो कि क्या हो, 3 जनासम्म सुनेको थिएँ मैले। 3 जनासम्मको चाहिँ 45 हो कि 50 तिर्यो भने चाहिँ 5 मिनटको राइडमा तल ल्याइदिन्छ रहेछ क्या, फुन्चलमा माथिबाट तल आउँदो रहेछ। त्यो ठाउँको बारेमा सुनेको थियो, तर त्यो बाटोमा चाहिँ राइड पनि गर्न पाउँछ, गाडी पनि सँगै चलाउन पाउँछ भन्ने सुनेको थिएन। त्यो मैले चाहिँ यसो अनुमान गर्दा चाहिँ भिडियोहरू हेर्दा चाहिँ देखेँ क्या मैले। सो आज चाहिँ म खास त्यही क्याप्चर गर्न हिँडेको हो, त्यही हो। सो आज आएको रहेछ ठुलो ठुलो 2टा क्रुज। कहाँ कहाँ हाल्छ हो गाडी पनि यार यिनीहरूले। के भएको रहेछ यहाँ? के गर्नु लाग्यो यिनीहरूले? के गर्नु लाग्यो दाजुहरू? ल तपाईँलाई हेर, गाडीले रोकिदियो, बिचाराले साइड हान्दियो। सानो गाडी, मधेरा देख्न सक्नुहुन्छ। दिनमा लाखौँ मान्छेहरू आउँछन् क्या यो ठाउँमा त। म चाहिँ घुसाइदिन्छु होला, घुसाइदिउँ है। रेड लाइट बोलिरहेको छ। यहाँ चाहिँ एकदम ख्याल गर्नुपर्ने हुन्छ मान्छेहरूलाई। यहाँ चाहिँ अति धेरै मान्छे हुन्छ, जहिले पनि मान्छे हुन्छ, राति बिहान दिउँसो जतिखेर नि मान्छे हुन्छ। पुरै ठाडो छ, पुरै ठाडो। तर विचार गर्न पर्ने हुन्छ चलाउँदाखेरि। अझै माथि हो र? ओ माई गॉड, तान्दैन त यार। मोटो मान्छे राखेर हो कि पछाडि के हो? एउटा सिप अघि त्यहाँबाट चाहिँ हामी यहाँ माथि आएको हो क्या। कतिमै आयो होला, 5-7 मिनटको ड्राइभमा हामी यहाँ आइपुगेको छौँ। माथि आएको छ त चिसो भइहाल्छ नि। यही रहेछ जस्तो लाग्यो मलाई। त्यो तर झर्नी चाहिँ कहाँबाट हो थाहा छैन। यसले गाडी ल्याएर यहाँ रोक्यो भनेपछि यिनीहरूको मान्छे पक्कै पनि यहाँ झर्छन् होला। छु साइड लाइट बालेर। अनि मोन्ते, बोन्दिया सिनोर, बोन्दिया यस्तो मोन्ते onde Carilho do Monte? Sim, tu queres por aqui, tira ali, dás a volta, passas a Cobarra, sempre para baixo. Este lado? Este lado, sim. E voltar aqui? Sim, por aqui, tem o sleito, Sim. moto, parco, depois o óculos. Ah, moto não pode? Pode, mas não pode ir para lá. Ah, sim. Obrigado, senhor. Tu deixas a moto por aí. Ah, sim. Depois andar. Depois andar. Ah. Quando aqui, pode ir para lá. Oh, tá bem. Obrigado, senhor. Tá bem. Obrigado. झर्नु पर्यो, घर यताबाट झर्नु पर्यो यहाँको मान्छेहरूको लागि भने यो नै बाटो हो क्या। सो यस्तो बाटोबाट चाहिँ झर्नु पर्ने छ हामी। विचार गर है नानी, जालाउने फेरि सरररररर। ल यस्तो ठाउँमा यस्तो ठाउँमा गाडीहरू पार्किङ गरेको हुन्छ क्या। अनि यो गाडीहरू निस्किन त्यो बाटो जानुपर्छ क्या जहाँबाट तिनीहरूले उ गर्छन् होइन। सो ल हेर्नुहोस् है। हे तिमीले किन भनेको जान पाउँदैन भनेर। वान वे हो यो, फेरि यो आउन चाहिँ पाउँदैन। अनि यहाँ नचिप्लोस् भनेर पानी परेको भए मैले चाहिँ हाल्दैन थियो होला। पानी नपरेर हालेको। यो घरहरू छन्, यो घरहरूको मान्छेले गाडी निकाल्ने गाडी छ भने यही बाटो जाने हो क्या खासमा चाहिँ। सो एकदम नयाँ ठाउँमा आइयो जुन चाहिँ हामी देखाउँदैछौँ। सो यो घरहरूमा गाडी छ भने हो बोतार्द बोन्दिया। क्यामेरा रेकर्ड भइरहेछ। ओके, सो हजुरहरूले देख्न सक्नुहुन्छ हामी अहिले कस्तो ठाउँमा आएको छौँ भनेर कुरा त भनिसाध्य छैन होइन। अनि ओ माई गड हा ल हेर यो गाडीहरू किन कसरी आउँछ त्यो गाडीहरू। यो घर ल हिँड नि त तिमी, ल हिँड जाऊ हिँड। त्यसै कुरा ल
सो यो चाहिँ वान वे हो तलबाट माथि आउन मिल्दैन उताबाट आउने हो अनि यो घरहरू हुनेहरूले प्रायः यो बाटोमा प्रायः मलाई लाग्छ घर हुने मान्छेले मात्रै कसरी त्यहाँबाट फेरि 2 वे कसरी भयो वान वे देखाएको थियो सिनोर पोसेर कसरी देखायो त यहाँ फेरि 2 वे देखाएर रहेछ नि त यहाँबाट माथि त नजान पर्ने के लेखेछ र जान मिल्दैन नि यहाँबाट जान मिल्दैन तर त्यो गाडी गयो गाइजहरू अब त्यो मैले केही भन्न मिल्दैन हो अब चाहिँ हामी मेन ठाउँमा आइसकेको छौँ फोन भनेर सो यताबाट पनि आउन मिल्थ्यो र मिल्दैन थियो तर होइन होला घरको बाटो यहाँबाट पनि वान वे छ सो कहाँ छ नो इन्ट्रीको साइन उता नजाने हो नि बन्दिया सिनर त्यो के अरे कारिरोदो मोन्ते बासु sì obrigado tá bem calma né sì tá bom obrigado senhor hah किन चिप्लिन्छ र यो पनि यहीँ आएको हो कि के हो यहाँबाट अगाडि जानुपर्छ यिनीहरूले त पार्किङ गरेको रहेछ यहाँबाट त यतै जानुपर्छ त्यो साइनै देखाएको छ यसले नथाहा पायो भने मात्रै हो यिनीहरूले पार्किङ गरेको क्या बिस्तारै चलाऊ तिमीहरूको स्कुटर चिप्लिन सक्छ तिमीहरू सकिन सक्छौ हामी सके पनि के भयो सो उहाँहरू यो सेतो लुगा योले यहाँ त फेरि जे काम गर्दा पनि ड्रेस लाउनु पर्छ नि सो यो ड्रेसबाट चिनिन्छ क्या उहाँहरूको काम भनेको त्यो के भन्छ त्यो ट्रली जस्तो छ नि त्यसमा मान्छे हाल्ने डोर्याउँदै तल लाने दुईजना बसेको थियो अगाडि गइसक्यो ठिक छ नि बसेको थियो फेरि अघि दुईजना किन उठ्यो र खै बसेको थियो कि अघि दुईजना ए भन्दै भनेन भनिरहेको छु त त्यही भएर त बोलाएको हो बसे भनेर हामी पनि यिनीहरूको कन्टेन्टमा आउनको लागि हो जुन काम गर्यो नर्मली 2-3 जना यसरी जान्छन् अनि एकदम चिप्लो छ विचार गर भन्थ्यो यिनीहरूले पनि यही स्पिडमा जाने कति रमाइलो ल हेर्नु न कन्टेन्ट पनि बन्यो अनि यो पनि भयो के ए बिस्तारै यार केटा हो यिनीहरू भन्दा हामी बिस्तारै जानुपर्छ कि क्या हो अनि हाम्रो पछाडि गाडी पनि आइरहेछ के फेरि बिस्तारै त चलाएको छु मैले मान्छेहरू फेरि रेडी भएर बस्छ क्या उहाँबाट भिडियो बनाउनलाई फेरि अनि यो लगभग 4-5 मिनटको राइड हुन्छ अरे यो अनि यसरी यहाँ चाहिँ वान वे हो फेरि अब उताबाट जाने हो तिनीहरू यताबाट आउनु मिल्दैन सो मान्छेहरू उहाँ भिडियो बनाउनलाई रेडी भएर बसेको सो त्यसले ओभरट्याक गरेर जान नि पायो तर मलाई जानु छैन ओभरट्याक गरेर मलाई चाहिँ यिनीहरूसँगै जानु छ क्या बिस्तारै भ्लग बनाउँदै सो हेरौँ कस्तो हुन्छ ल ल ल ल ल ल ल ल के हो दाजुले ध्याप्पै खिच ए यिनीहरूले रेकर्ड गर्नलाई हो क्या हो यताबाट हिँड्नु अब हामी हे कस्तो डर लाग्यो मलाई त रेकर्ड गर्दो रहेछ नि त यिनीहरूले आफ्नो मेमोरिजको लागि के हामी त यतै जानुपर्छ यति कुरा हो कि हामीले चाहिँ ल एमजी हेलमेट लगाऊ है राम्रोसँग किनभने हाम्रो डेन्जर बाटोमा यसरी लान्छ कि यिनीहरू दुईजनाले यो चाहिँ एकदम फेमस छ कपालको लागि खोइ कति पर्छ हो 35 रुपियाँ होला हामीले त्यहाँ खासै लिस्ट बनाएर हेर्न चाहेनौँ हामीले चाहिँ तर चाहिँ 20-30 को स्पिड भने 40 सम्मको स्पिडमा हाई स्पिड 40 सम्म कुदाउँछन् अनि ठाउँ ठाउँमा मान्छेहरू बसिरहेको हुन्छ कि यिनीहरूकै स्टाफहरू हो केही भइहाल्यो भने अनि त्यहाँ तपाईँले देख्न सक्नुहुन्छ उनीहरूको जुत्ता पनि हेर्नु न खतरा जुत्ताहरू छ है सो जुन चिज ठाउँ ठाउँमा चाहिँ यिनीहरूको सेफ्टीको लागि भनेर राखेको छ भोलि केही भइहाल्यो भन्यो भनेर तर हुँदैन अस्ति एक्सिडेन्ट चाहिँ भयो अरे पानी परेको बेला भन्ने सुनेको थिएँ तर रिक्स छैन जस्तो लाग्यो मलाई मजाले यत्रो बाटोमा मजाले चलाउँदो रहेछ नि त यिनीहरूले खासै रिक्स छ जस्तो लागेन मलाई सो मजाले जान सकिँदो रहेछ ए यहाँ मान्छे राखेर कोही गाडी आएको छ भने तिनीहरूलाई पनि रोकेर मजाले जाँदो रहेछ अर्को तल पनि जाँदैछ सो यिनीहरूले पनि गर्न सक्थ्यो होला तर ब्लकै गरेन क्या यो बाटो खै किन गरेन होइन तर प्रब्लम त केही छैन यो बाटोको चाहिँ तपाईँको यो घेरेर यो चिप्लो यो देख्दा चाहिँ डर डर लाग्दो रहेछ क्या यसमा पानी परेको बेलामा चाहिँ यहाँ चलाउन सकिन्न होला जस्तो लाग्छ मलाई चाहिँ स्कुटरहरू सो कुदाउन दाजुहरू कुदाउ कति रमाइलो हुन्थ्यो कुदाएको भए तिमीहरूले सो कन्टेन्ट दिमागमा आएपछि गर्नुपर्छ जुन कुरा चाहिँ अब देखिरहेको हुन्छ अरू गाडीबाट पनि खिचिरहेको हुन्छन् होइन अरूले पनि बनाइरहेको हुन्छ तर नेपाली
आवाजमा चाहिँ यो मैले पहिलोचोटि बनाउँदैछु। अब अरूले पनि बनाउनुहुन्छ होला होइन आएर, सर जुन कुराहरू हजुरले देख्न सक्नुहुन्छ। कुदाउ दाजु कुदाउ, हो यो हो नि त पारा। यिनीहरू के गर्दो रहेछ, किन यसरी एकछिन रेस्ट एकछिन उ गर्ने हो कि ठाउँ हेरेर हुँदो रहेछ कुदाउने पनि। यो ठाउँमा कुदाउने, यिनीहरूको जुत्ता चाहिँ बबाल छ जस्तो छ। अनि त्यही हो, यस्तो रमाइलो यार। तर एक्सपेन्सिभ छ नि यो, 5 मिनट ड्राइभ हो, 35 रुपियाँ हो जस्तो लाग्छ मैले गुगलमा हेर्दाखेरि चाहिँ। अब ठाउँ ठाउँमा साइनहरू राखिदिएको छ, ठाउँ ठाउँमा ऊ राखिदिएको छ। अनि अब हामी झरी फुन्छल। सो यिनीहरू कहाँसम्म जान्छ ठ्याक्कै थाहा त भएन। यिनीहरू आउने चाहिँ गाडीमा हो होइन, यत्रो सामान बोकेर तल आउन सक्दैनन्। ह्यान्डमेड रहेछ, यिनीहरूको आफ्नै बनाउने होला। सो मजाले हो क्या, गाडी पनि मजाले आउने, मजाले जाने। ठाउँ ठाउँमा त्यो चोक, अब त्यस्तो चोक आयो भने बस्ने मान्छेहरू कुरिरहेको हुन्छ फेरि यो हेर्नलाई मात्रै। हामीले चाहिँ माथिबाटै मौकामा चौका हान्यो खासमा चाहिँ। अब भिडियो बनायो भने यिनीहरूको ठाउँ यही हो, स्टेसन यही होला ल। हो ल, स्टेसनै यही रहेछ। सो हामीले स्टेसनसम्म आइयो। अब हामी जाने चाहिँ कता हो मलाई पनि थाहा छैन। सिधै तल गयो एउटा ब्रेक, अगाडिको ब्रेक गयो। गाडी आछ र? मेरो अगाडिको ब्रेक गयो यार, पछाडिको ब्रेक चाहिँ छ फेरि। किन फेल भयो यति तातेर? ताते होला नि, अब रोकेन। अब सबै ओह्रालो छ। म उता कटाउँथेँ नि अघि यार। रोकिन्छ रोक्न त, एकछिन रोकौँ है। रोक्नु एकछिन। धर त, ब्रेकै फेल भयो यार। टाइट गर्नु मिल्छ होला नि। हेर त यी के गयो त नि यार, धन्दै हामी त सकिने रहेछ यार। पछाडिको गएको भए तातो भएर कि के भएर यार? हँ त्यो बाटो नि त्यस्तो चिप्लो थियो, त्यही भएर नै ब्रेक यो छामा हालिराख्नु हो थियो नि त। तातो भएर हो क्या? त कस्तो तातो रहेछ यार। आउन थाल्यो क्या हो, आउन थाल्यो। आउँछ त्यसै ल छामो अघि भन्दा, मारिदिन्छु। आउँछ बिस्तारै जान्छ, फेरि आउँछ फेरि जान्छ। तान न बिस्तारै। ल अघि भन्दा मलाई लाग्छ हिट भएर होला। एकछिन छोड्नु नि त, नचढ्नु एकछिन। यस्तो ओह्रालो छ, नजानु है ओह्रालोमा। के भन्छ? नजानु नि एकछिन, अहिले थाहै छैन कस्तो भएको छ। त्यसो उता हिँड्नु एकछिन, चलाउनु उता। काम गरेछ भन्छु, सिधै हिँड्नु भन्छु। तिमी झर नभए त्यस्तो माया नाटक मान्नु त, सिधै हिँड्नु। झर्न पर्छ क्या यो। यत्रो आइसक्यो एकछिन सिधै हिँड्नु न। उता कहाँ जान मिल्छ र? मिल्छ कि नै? केही छैन साइन, लेट्स गो। सिधै हिँड्ने एकचोटि ट्राई गरौँ। त्यसै आफै मर्छु भनेर जाने हो र राक्षस? केही खाम न त। बस। कफी डेट भन्थ्यो होइन? यस्तो ठाउँमा आएर कहिले कफी खाएको छौ? भन्न मात्रै, अब के भन्ने ल हेर। हामी अहिले अब यति हो, यस्तै गर्दै थियो। अब भिडियो बनाउँदा खसिहाल्यो त, अब के गरौँ? खसियो त म के गरौँ? हामीले चाहिँ भ्लग बनाउँदै हिँडिरहेको हो। राख्नुभयो हजुरले? राख्नुभयो? राख्नु कि नै? मलाई लाग्छ बढी हिट भयो अनि त्यसपछि त्यस्तो भयो होइन। यस्तो ओह्रालो छ अनि यो त के हो र? तपाईँहरूले अगाडि भिडियो हेर्नु भइसक्यो होला नि होइन र? कस्तो थियो भन्ने कुरा त तपाईँहरूले अगाडि भिडियो हेरेरै पछाडि आउने हो नि त। अनि अहिले मलाई चलाउन नि डर लागिरहेको छ कि फेरि वात्त चलाएर अहिले ब्रेक फेल भयो भनेर अनि म त्यही भएर बिस्तारै चलाइरहेको कि खासमा चाहिँ।